आजको यो भिडियोमा मैले तपाईहरुलाई इन्स्टाग्रामको भिडियो कसरी डाउनलोड गर्ने एकदमै सजिलो तरिका सिकाउन छु साथीहरु। यसको लागि साथै इन्स्टाग्राम ओपन गर्नु होला। त्यसपछि यहाँ तल कुनै पनि एउटा भिडियो लिनु होला जस्तो म माइ टाइल्स कुनै एउटा यहाँ भिडियो लिन्छु। यसो यो भिडियो लिए मैले यहाँबाट यतातिर साइडमा यहाँ शेयरमा क्लिक गर्नु होला। शेयरमा क्लिक गरिसकेपछि यसमा टच गर्नु होला। टच गरिसकेपछि यसलाई कपी लिंक गर्नु होला साथै कपी गर्नु होला। यहाँ कपी भइसक्यो। फेरि ब्याक आउनु होला। ब्याक आइसकेपछि यहाँ गुगल क्रोममा जानु होला। गुगल क्रोममा जानु होला र यहाँ सर्च गर्नु होला। यहाँ सर्च गर्नु होला गुगल क्रोममा गएर भिडियो डाउनलोड फ्री लेखेको छ। यहाँ लेख्नु होला यसरी भिडियो डाउनलोडर फ्री लेख्नु होला। यसरी लेख्नु होला। फेरि सर्च गर्नु होला। सर्च गरिसकेपछि यहाँ पहिलो वेबसाइट आइसकेको छ। यहाँ सेभ फ्रम नेट फ्री अनलाइन भिडियो डाउनलोडर लेखेको छ। यहाँ टच गर्नु होला। त्यसपछि यहाँ क्लिक गर्नु साथीहरु। कुनै पनि यहाँ फेसबुकमा हुन्छ, इन्स्टाग्रामको, युट्युबको, टिकटकको सबै भिडियो हुन्छ यहाँ डाउनलोड। तपाईले यहाँ जस्तै म युआरएल त्यो कपी गरेको यहाँ पेस्ट गर्ने होला। जस्तै यहाँ म पेस्ट गरिदिन्छु है। पेस्ट गर्दै त्यसपछि यहाँ यतातिर एरोमा क्लिक गर्नु होला। एरोमा क्लिक गरेपछि यहाँ सुरु भइसकेको डाउनलोड हुनको लागि यहाँ तल देखाउँछु। यहाँ एकछिन लोड लिन्छ। यहाँ डाउनलोड भइरहेछ देखाउँछु। यहाँ देख्छु। यसमा क्लिक गर्नु होला। डाउनलोडमा क्लिक गर्नु होला। एकचोटी डाउनलोड भइरहेछ देख्छु। यहाँ माथि डाउनलोडमा क्लिक गर्नु माथि सुरु भइसक्यो। डाउनलोडिङ लेखिरहेको छ माथि यहाँ देख्छु। यहाँ डिटेल्स अब ओपन गरौँ है साथी। ओपन गरौँ। यहाँ ग्यालेरीमा आइसकेको छ देख्छु। यहाँ सिधै ग्यालेरीमा आइसकेको छ। यसरी नै सजिलैसँग तपाईले इन्स्टाग्रामको भिडियो डाउनलोड गर्न सक्नुहुन्छ। ल त साथीहरु आजको भिडियो यति नै। अर्को नयाँ भिडियोमा फेरि भेटौँ। बाइ।